नमस्ते। सम्पूर्ण सत्य अनुरागी सत्यप्रेमी मित्रवर्गहरूमा महानुभावहरूलाई म एउटा आज कथा सुनाउँछु। यो कथा चाहिँ मैले कुनै बेला कलेजमा पढाउँदाखेरि पढेको थिएँ र पढाएको थिएँ। यो चाहिँ लियो टोल्स्टोयको चाहिँ 3 क्वेसन्स भन्ने कथा हो। रिसेन्टली मलाई के भयो भने एकजना साथीले यो फरवार्ड गर्नुभयो र के भन्नुभयो भने यो चाहिँ शिवपुरी बाबाले लियो टोल्स्टोयलाई भेट्दाखेरि उहाँले भन्नुभएको कथा हो यो, र उहाँ पछि लियो टोल्स्टोयले यसलाई चाहिँ कथाको रूपमा चाहिँ प्रकाशित गर्नुभयो भनेर भन्नुभएको। अनि मैले यसलाई फेरि तोर्याएर पढेँ। अनि मलाई यो कस्तो राम्रो लाग्यो भने अहिलेको यो जुन मेरो रिटायर्ड लाइफ र मा चाहिँ यो कति उपयोगी लाग्यो यो कथा भने मलाई त्यो साह्रै मन परेर मैले सेयर गर्न चाहेँ है। अनि यसले अर्को पनि एउटा बडा महत्त्वपूर्ण के पाठ सिकायो मलाई भने अथवा मैले यसलाई प्रेरणाको रूपमा लिएँ, प्रेरणादायक कथाको रूपमा लिएँ। के लिएँ भने यो जस्तै हामीले वेदान्त पढ्यौँ, हामीले पूर्वीय दर्शन मैले खुब पढेँ। मैले आफ्नो रिसर्चको क्रममा चाहिँ जीवनलाई कसरी आनन्दमय, मिनिङफुल होइन, उद्देश्यमूलक आध्यात्मिक जीवनशैली कसरी बिताउने भन्ने सन्दर्भमा धेरै धेरै मोडलहरू, गुरुहरूले दिएका मोडलहरू होइन पढियो। अनि आध्यात्मिक खोज पनि गरियो होइन। अब सबैबाट केही ज्ञान त प्राप्त भयो अवश्य नै होइन। जीवन असल कसरी बनाउने, असल मान्छे कसरी हुने, सबैलाई रहर हुन्छ त्यो होइन। अनि त्यो क्रममा चाहिँ आध्यात्मिक साथीहरूसँग, आध्यात्मिक गुरुहरूसँग, आध्यात्मिक फिलोसफर्सहरूसँग होइन, दार्शनिकहरूसँग सङ्गत भयो। अनि त्यो सबै चिजबाट पाएको ज्ञानलाई चाहिँ होइन, त्यो ज्ञानलाई चाहिँ एकदम बढाइ चढाइ नगरिकन है। अब मैले धेरै ठाउँमा यो बढाइ चढाइ भएको मैले देखेको छु। यो अध्यात्मको रियल अर्थ चाहिँ नबुझाइकन अरू अन्य रमाइलो कुराहरू मात्रै, इन्टरटेनमेन्टका कुराहरू बढी भएको मैले देखेको छु है। अब त्यो चाहिँ त्योबाट मैले धेरै प्र्याक्टिसहरू गरेँ। सबैले मनोरञ्जन चाहिँ दियो, सबै प्र्याक्टिसहरूले मनोरञ्जन दियो, गुरुहरूसँग मनोरञ्जन भयो सबैसँग, तर रियल सेन्समा आध्यात्मिक शान्ति र आनन्द चाहिँ कसैबाट पनि प्राप्त हुने लक्षण देखिएन है। अनि त्यसपछि मैले चाहिँ वेदान्तमा प्रवेश गरेँ। वेदान्तले चाहिँ अलिकति मलाई केही समयसम्म चाहिँ त्यसले त्यो अध्ययनले मलाई सहयोग गर्यो। तर अहिले मलाई आएपछि अहिलेको अवस्थामा चाहिँ मलाई के लाग्यो भने यो कथा जुन मैले अहिले भनिरहेको कथामा आइपुगेको जस्तो लाग्यो मलाई। आफ्नो जीवनकै अनुभवबाट म त्यहाँ आइपुगेको जस्तो लाग्यो। त्यस अर्थमा पनि मैले यसलाई एकदम महत्त्वपूर्ण साधनाको रूपमा लिएँ यो कथालाई मैले है। यसले समराइज गरेको जस्तो लाग्यो, यसलाई चाहिँ सारांश दिएको जस्तो लाग्यो मलाई। अनि अर्को पनि मैले के भन्न चाहेँ भने हामीले अध्यात्म भन्ने बित्तिकै एकदमै ज्ञान, ध्यान, तपस्वी, आकाशमा उड्न सक्ने होइन, त्यसपछि पानीमा हिँड्न सक्ने सिद्धिका कुराहरू, अनि यी सबै चिजहरू हामी कहाँ आउँछ है। अब ठोक्किन आउँछन्। यी अध्यात्म गर्दाखेरि विभिन्न प्रकारको साधनाहरूमा गुरुहरूले गरेका सिद्धिका कुराहरू आउँछन्। अनि अब यी सबै कुराहरू अनि कसैको चाहिँ ज्ञान भइसकेपछि गुरु बनिहाल्ने इच्छा, चेलाहरू जम्मा गरिहाल्ने इच्छाहरू, अब भित्री इच्छाहरू, धन सम्पत्ति जम्मा गर्नेदेखि लिएर अब बेला बेलामा चाहिँ दुर्घटनाहरू घटेका पनि मैले देखेको छु होइन। अब त्यो स्वाभाविक नै छ, त्यो देखिएको छ। अनि यो सबै जुन मनोरञ्जनात्मक शैलीहरूले चाहिँ खासै जीवनमा कुनै अर्थ देला जस्तो लागेन मलाई है। यो चाहिँ कुनै सत्य प्रेमीको लागि यो अर्थपूर्ण हुन्छ जस्तो लागेन मलाई है। अनि त्यसपछि अनि सबै चिज गर्न त गरियो, तर त्यसले के गर्यो भने केही समयलाई चाहिँ काम गर्यो, तर वास्तविक जीवनलाई तृप्त बनाउने, जीवनलाई चाहिँ निर्देशितै गर्ने खालको चाहिँ मैले चाहिँ पाइनँ। म पनि एकदम सिन्सियरली गत 25 वर्षदेखि साधनामय जीवन बिताइरहेको छु होइन। अनि यो कथाले चाहिँ मलाई लाग्छ वास्तविक आध्यात्मलाई चाहिँ इङ्कित गरेको जस्तो लाग्छ। त्यस अर्थमा मैले अलि यो कथाहरू सेयर गर्न जाइरहेको छु। यसको व्याख्या म पछि गर्छु। र यसमा के हुन्छ भने एउटा राजालाई प्रश्न उठ्छ, मनमा एउटा प्रश्न उठ्छ कि मन 3टा प्रश्न उठ्छ। एउटा के प्रश्न उठ्छ भने यो सबभन्दा महत्त्वपूर्ण समय के हो, कुन समयलाई हामीले सबभन्दा महत्त्वपूर्ण मान्ने र त्यसलाई उपयोग गर्ने, कुन समयलाई चाहिँ एकदम महत्त्वपूर्ण मान्ने ताकि त्यसलाई राम्रोसँग उपयोग गर्न सकौँ, एउटा प्रश्न। दोस्रो प्रश्न मनमा के आउँछ भने को त्यस्तो व्यक्ति होला जोसँग बस्दाखेरि सबभन्दा उपयोगी हुन्छ होइन, फाइदा हुन्छ, र को व्यक्तिलाई भेट्ने र को व्यक्तिलाई नभेट्ने, सङ्गत भन्छ नि, सत्सङ्ग कोसँग गर्ने कोसँग नगर्ने। दोस्रो प्रश्न उत्तर आउँछ, दोस्रो प्रश्न त्यो आउँछ। र मनमा अर्को प्रश्न पनि आउँछ, त्यो भनेको के अरे कुन
कुन कर्म गर्ने, जुन कर्मले चाहिँ हामी सबभन्दा बढी तृप्त हुन्छ, मनलाई तृप्त हुन्छ र त्यो चाहिँ आध्यात्मिक दृष्टिकोणले, जीवनकै दृष्टिकोणले पनि सबभन्दा उपयोगी काम कर्म के हुनसक्छ भनेर 3टा प्रश्न मनमा उब्जियो। अब उब्जिएपछि के भयो भन्दा त्यो प्रश्न उत्तर चाहिँ पाउनको लागि उनले राष्ट्रिय रूपमा चाहिँ त्यो घोषणा गरे कि यसको उत्तर राम्रो उत्तर दिनेलाई पुरस्कार दिने भनेर। अब के भयो भने पुरस्कार दिने भनियो। अनि त्यसपछि मान्छेहरू पनि जम्मा भए। राजप्रसादमा पनि धेरै विद्वान मान्छेहरू थिए, तिनीहरूलाई पनि प्रश्न गरियो। सबैले प्रश्न उत्तर एकदम राम्रो राम्रो दिए होइन। कसैले भने सबभन्दा महत्त्वपूर्ण समय भनेको चाहिँ के अरे त्यसलाई चाहिँ समयलाई चाहिँ मिलाएर के अरे क्यालेन्डर वाइज टाइम फिक्स गरेर कर्म गर्न सक्यो भने त्यसलाई समय हुन्छ। कुन कर्मलाई कुन कतिखेर गर्ने टाइम टेबलमा बिहानदेखि बेलुकासम्मको टाइम टेबल मिलाएर गर्नु नै सबभन्दा महत्त्वपूर्ण समय हो त्यो। त्यसरी गर्दा गरेको कर्म चाहिँ समय चाहिँ राम्रो हुन्छ भने कसैले अब को मान्छे भेट्ने भन्दा विद्वान मान्छेहरूसँग सत्सङ्ग गर्ने, त्यस्तो मान्छेहरूसँग भेट्दा एकदमै राम्रो हुन्छ भनेर भने। अनि त्यसपछि फाइदा हुन्छ भनेर भने। त्यसपछि कुन कर्म गर्ने भन्दा कुन कर्म गर्दा समाज सेवा गर्ने भने कसैले धर्म कर्म गर्नुपर्छ भनेर भने होइन। अब कसैले शास्त्रले भनेको जीवन बिताउनुपर्छ भनेर भने। तर राजालाई चित्त बुझेन, त्यो राजनलाई चित्त बुझेन त्यो प्रश्नको। अनि उनले के गरे भने होइन, यो प्रश्नको उत्तर चाहिँ एउटा गाउँमा एकदम टाढा गाउँमा बस्ने धेरै ठुलो ठालु मान्छेलाई नभेट्ने, सामान्य मान्छेलाई मात्र भेट गर्ने र सामान्य जीवनशैली बिताएको एकजना जोगी हुनुहुन्छ। त्यो जोगीको बारेमा उहाँले थाहा पाउनु भएको थियो। त्यसलाई भेट्छु र त्यसलाई गएर सोध्छु अब भनेपछि राजाको रूपमा त उहाँ गएपछि उसले नभेट्ने, उत्तर नदिने होइन। यो एकदम महत्त्वपूर्ण कुरा छ है। किन उसले उत्तर दिँदैन, राजालाई किन भेट्दैन भन्ने कुरा एकदम महत्त्वपूर्ण छ है। यसको म पछि व्याख्या गर्छु। अनि उनले के भने अर्को भने त्यसपछि छद्मवेश लगाएर उनी गएपछि सामान्य मान्छे भएर गएपछि त्यहाँ जाँदाखेरि त्यो जोगी चाहिँ बारीमा खनिरहेको थियो, सामान्य रूपमा खनिरहेको थियो। अनि खनेपछि अनि राजा गएपछि नजिक गएर टुसुक्क बसे र सोधेर त्यो जोगीलाई, म चाहिँ तपाईँलाई भेट्न आएको, तपाईँ एकदम विद्वान हुन्छ भने मैले थाहा पाएँ, मलाई यो 3टा प्रश्नले एकदम हैरान बनायो, यसको उत्तर दिनु पर्यो भनेपछि उनले आफ्नो 3टा प्रश्न बताए त्यो जोगीलाई। अब जोगीले केही पनि बोलेन, उत्तरै दिएन। अब हामी यहाँ अहिले चाहिँ विद्वानहरू भयो भने चाहिँ यहाँ प्रश्न झर्न पाउँदैन, उत्तर र उपदेशहरू छाट्न थालिहाल्छन् है। बडा मानव संसारकै ज्ञानी जस्तो गरेर साँच्चै जसको जीवन चाहिँ आफै अस्तव्यस्त छ उनीहरू चाहिँ गफ दिन थालिहाल्छन् होइन। तर त्यो जोगीले केही बोलेन, ऊ चुप्प लाएर बस्यो, खनिरह्यो। एकदम धेरै 1 घन्टा बित्यो, 2 घन्टा बित्यो, 3 घन्टा बित्यो, उत्तर दिँदैन, खनिरहन्छ। त्यो बुढो थाक्यो, त्यो जोगी पनि थाकेपछि राजालाई एकदम माया लागेपछि के भन्यो भने सोच्यो कि उसले ठिक छ यो काम गरिसकेपछि मलाई उत्तर दिने होला भनेर उसले बरु हेल्प गरिदियो भने चाँडै उत्तर पाउँछु भनेर उसले गएर त्यहाँ खनिदियो। अनि उसले 1 घन्टा खन्यो, 2 घन्टा खन्यो। अनि त्यसपछि त्यो राजै थाक्न लागेपछि त्यो फेरि त्यो गुरु चाहिँ आएर के भने म अब खन्छु, तिमी बस भन्नुभयो। अनि होइन मलाई त प्रश्नको उत्तर दिनु पऱ्यो, म त ढिलो भइसक्यो जानलाई, हजुरले प्रश्नको उत्तर दिनु पऱ्यो भन्दा नि होइन ऊ बोलेन। नबोलेपछि उसले फेरि म खन्छु भनेर त्यो माग्यो, कोदालो माग्न खोज्दाखेरि राजाले चाहिँ भयो यो बुढो मान्छेलाई किन खन्न दिने, म आफै खन्छु भनेर फेरि खन्दै गरेर साँझ पढिसक्यो, बुढो चुप लाएर बस्छ, उत्तरै दिँदैन। अनि त्यही बेलामा के हुन्छ भने अब अनि उसले भन्छ मलाई त साँझ पऱ्यो, म घर जानु पऱ्यो, उत्तर पाउन्न भन्दाखेरि पनि उसले केही पनि बोल्दैन। बरु के भन्छ, त्यतिखेर एउटा मान्छे चाहिँ जङ्गलबाट दौडेर आउँछ। अनि त्यो गुरुले के भन्छ, ल त्यो मान्छे एउटा दौडेर आएछ, त्यहाँ जाम पहिला भन्यो होइन। त्यो कामसम्म सबै छोडेर त्यो के अरे खन्ने कुरो त्यही छोडेर त्यो दुईजना दौडेर जान्छ। जाँदाखेरि त्यो मान्छेलाई भेट्दा राजा अघि जान्छ। अनि भेट्दाखेरि त्यो मान्छे त रगताम्य भएको, यहाँ यसै छातीमा रगत छापेर आएको, बन्द गरेर आएको। अनि देखेपछि त्यसलाई उसले राखेर त्यहीँ ओछ्याएर त्यसको उपचार गरेर रगत बन्द गरिदिने कामहरू गर्छन्, उपचार गर्छन् होइन। गरेपछि अनि पछि के हुन्छ, साँझ परिसकेको हुन्छ। साँझ परिसकेपछि त त्यसलाई अब छाप्रोमा लानु पऱ्यो भने छाप्रोमा लान्छन्। अनि अब गुरु आफ्नो कर्ममा लाग्छ, खानपिनको कर्ममा, अनि बनाउने कर्ममा। अनि उसले चाहिँ राजाले चाहिँ अब त्यही बिरामीलाई हेरचाह गरेर बसिरहन्छ। अनि बिरामी सुत्छ, राजा पनि घरिघरि सुत्छ। अनि राति बिहान उठ्दाखेरि त त्यो बिरामी चाहिँ उठिसकेको हुन्छ। उठेर अनि हेर्ने बित्तिकै राजा पनि उठेको देखेपछि राजालाई भन्छ, ए राजन तपाईँले मलाई क्षमा दिनुहोस् भन्छ। अनि उसले त्यो दङ्ग पर्छ त्यो राजा, अनि तपाईँले मलाई किन क्षमा माग्नुभयो, तपाईँले त मलाई केही गर्नु भएको छैन, किन क्षमा माग्नुभयो, बरु मैले तपाईँको सेवा गरेँ भनेपछि मैले त सेवा मात्र गरेको भनेपछि होइन, म चाहिँ तपाईँलाई हिजो बेलुका मार्न आएको, म शत्रु हो, मैले तपाईँलाई खास मार्न भनेर आएको थिएँ,
मेरो भाइलाई तपाईँले चाहिँ कुनै कुनै कालमा चाहिँ देशबाट निकालिदिनु भयो र सम्पत्ति जफत गरिदिनु भयो, त्यसको बदला लिन भनेर म चाहिँ बसिरहेको थिएँ, मेरो जीवन पुरै तपाईँलाई बदला लिन्छु भनेर। अनि तपाईँ चाहिँ यता आएको थाहा पाएपछि मैले चाहिँ जङ्गलमा बसेर तपाईँलाई कुरिरहेको, तर तपाईँ फर्किँदाखेरि तपाईँलाई मार्छु भनेर सोचिरहेको थिएँ, राति भएपछि मार्छु भनेर सोचेको थिएँ। तर तपाईँको बडीगार्डले मलाई देख्यो, तपाईँ आउनु भएन, बेलुकासम्मै आउनु भएन, फर्किनु भएन, नभएपछि अब म तपाईँलाई यहीँ आएर मार्छु भनेर लाग्दाखेरि तपाईँको बडीगार्डले मलाई देख्यो, थाहा पाएपछि मलाई लखट्यो अनि मलाई यसरी हानेर म रगतमै भएको तपाईँकै बडीगार्डले हो, यसमा चाहिँ मलाई क्षमा गर्नु होला। अब जसलाई मैले मार्न भनेर आएको थिएँ त्यसैले मलाई बचायो, त्यसैले मलाई क्षमा दिनु होला भनेपछि राजाले अचम्म लाग्यो, मेरो यत्रो ठुलो शत्रु त मलाई मार्ने शत्रु रहेछ यो राज्यमा, होइन। अनि त्यो शत्रुसँगको व्यवहार चाहिँ यति सजिलोसँग टुङ्गियो, किनभने शत्रुता त मेटियो नि त, त्यहाँ सामान्य हिसाबले मेटियो। भनेपछि मैले चाहेर पनि मैले शत्रुता मेट्छु भनेर गरेको पनि होइन है, तर आफै अटोमेटिक भयो त भनेपछि अनि गजब लाग्यो उसलाई, राजालाई त्यो लागेपछि अनि उसले ल तिम्रो त्यो सबै सम्पत्ति फिर्ता गरिदिन्छु, तिमी जाऊ, अब तिमीलाई म राम्रो औषधि पनि गरिदिन्छु भनेपछि राजाले त्यो टुङ्ग्यायो। अनि त्यसपछि अनि बाहिर निस्क्यो, अब घर फर्किनु पऱ्यो भनेर राखिदिँदा त्यो गुरु चाहिँ बारीमा बसिरहेछ, बारीमा हिजो खनेको ठाउँमा बिउहरू छरिरहेछ है। अनि छरेपछि अनि ऊ गयो, नजिक गएर गुरुलाई सोध्यो, गुरु लौ न मेरो प्रश्नको उत्तर चाहियो, मलाई मेरो 3टा प्रश्नको उत्तर त मैले पाइनँ नि त, म जाने बेला हो, म ढिलो भयो भनेपछि गुरुले के भन्छ, तिम्रो प्रश्नको उत्तर तिमीले पाइसक्यौ, व्यावहारिक रूपै पाइसक्यौ। भनेपछि कसरी भन्दाखेरि उनले भने, अनि गुरुले अनि बल्ल उनलाई सम्झाए, हेर पहिलो कुरो त के हो भने म तिमीले मलाई भेट्न आउँदाखेरि म काम गरिरहेको थिएँ, काम गरिरहेको बेलामा म थाकेको बेलामा तिमीले मलाई आएर सहयोग गर्यौ, र म जुन बेलामा जुन काम गरिरहेको थिएँ त्यो कामै महत्त्वपूर्ण थियो, तिम्रो प्रश्नभन्दा मेरो काम महत्त्वपूर्ण थियो, होइन। त्यसैले हरेक महत्त्वपूर्ण समय भनेको वर्तमान समय हो, वर्तमान समयमा जे भइरहेछ त्यसमा कर्म गर्नु नै चाहिँ महत्त्वपूर्ण समय हो, कर्म गर्नुपर्छ, र त्यो सबभन्दा महत्त्वपूर्ण समय। र त्यो मात्र होइन, तिमीले म थाकेको देखेर फेरि आएर मलाई सहयोग पनि गर्यौ, होइन। तिमीले त्यो समयमा तिमीले सहयोग गर्यौ नि, त्यो सहयोग गर्नु नै त्यो के भने त्यो समयको महत्त्व हो, त्यो त्यतिखेर तिमीले समयको महत्त्व दियौ, होइन। भनेपछि वर्तमान समयमा कोही आवश्यक एकदम निडी मान्छे छ जसलाई सहयोग चाहिएको छ भने त्यतिखेर सहयोग गर्नुपर्छ, त्यो नै समय एकदम महत्त्वपूर्ण हो, राइट। भनेपछि राइट उत्तर पायो 1 नम्बरको, तिमीले व्यावहारिक रूपमा उत्तर पायो। अब सैद्धान्तिक ज्ञान दिएर ज्ञान गुणका कुरा छाँटेर केही हुनेवाला छैन, यहाँ केही हुनेवाला छैन, यहाँ यस्ता ज्ञान त कति सुनियो है। त्यसपछि अनि त्यतिखेर अब महत्त्वपूर्ण मान्छे को भन्दाखेरि, महत्त्वपूर्ण मान्छे को भने जुन बेला तिमी कर्म गरिरहेछौ, महत्त्वपूर्ण काम गरिरहेछौ, त्यही बेलामा जो व्यक्ति तिम्रो अगाडि ठोकिन आइलाग्छ त्यो नै महत्त्वपूर्ण मान्छे हो। जस्तै त्यही बेलामा हामीलाई के भयो भने एकजना मान्छे दौडेर आयो, ऊ त मरणासन्न अवस्था रहेछ, उसलाई त सहयोग चाहिएको रहेछ भनेपछि जो मान्छेलाई सहयोग चाहिएको छ त्यतिखेर तिमीले त्यसलाई महत्त्वपूर्ण ठानेर हामी दौडेर गएर उसलाई उपचार गऱ्यौँ, त्यो मान्छेलाई उपचार गर्नु भनेको त्यो मान्छे चाहिँ महत्त्वपूर्ण हो। तिम्रो जीवनमा त्यस्ता मान्छेहरू आवश्यक रूपमा आउँछन्, होइन। त्यतिखेर तिमीले सहयोग गर्नुपर्छ, तिमीले सहयोग गर्यौ, त्यो नै तिमीले त्यो महत्त्वपूर्ण मान्छे त्यही हो। भनेपछि वर्तमान समयमा जो व्यक्ति आवश्यकताको रूपमा आउँछ त्यो व्यक्ति महत्त्वपूर्ण, होइन। त्यसपछि तिमीले रातभरि बसेर उपचार गर्यौ, अनि त्यसपछि तिम्रो त्यो मान्छेसँगको तिम्रो मित्रता बढ्यो, होइन, सबै कुरा भयो। अनि अब त्यहाँ राजालाई त थाहा थियो, त्यहाँ त उसको शत्रुता पनि टुङ्गिसकेको थियो, होइन, राम्रो कर्म भइसकेको थियो त्योभित्र, होइन। त्यो उसलाई राजालाई त त्यो थाहा थियो। भनेपछि त्यहाँ चाहिँ के भयो भन्दा तिम्रो कर्म सबभन्दा ठुलो कर्म रिजल्भ भयो, त्यो चाहिँ सल्भ भयो। के भने उसले मार्ने, भनेपछि त्यहाँ एउटा एकदम महत्त्वपूर्ण काम पनि भयो, कर्म भयो। कर्तव्य के हो भने त्यतिखेर जुन बेला जे गर्नुपर्ने थियो त्यो कर्तव्य पनि त्यहाँ पुरा भयो। भनेपछि समय पनि चिनियो, महत्त्वपूर्ण समय पनि चिनियो, महत्त्वपूर्ण मान्छे पनि चिनियो, र महत्त्वपूर्ण काम पनि भयो, त्यहाँ कर्म पनि भयो। भनेपछि यो 3टा कर्म गर्नको लागि तिमीले कुनै विशेष ज्ञान, तप, धर्म, ध्यान यो सबै मनोरञ्जन गर्नुहोस् है। अब मतलब त्यहाँ त्यो भनेको छ होइन, मैले भन्न खोजेको के भने यो 3टा चिज कर्म भइसक्यो, उत्तर स्वाभाविक रूपमा पाइसक्यो है। भनेपछि यी सबै चिजहरूले नै जीवनले नै सिकाउँछ, जीवनमा यी चिजहरू अटोमेटिक आउँछन्, प्रारब्धमा लेखिएको हुन्छ र त्यो अटोमेटिक आउँछ, र त्यो अटोमेटिक रिजल्भ हुन्छ, सल्भ हुन्छ है। भनेपछि जीवन यति सरल छ क्या, जीवन यति सरल छ, हुनुपर्ने चिज भएरै छाड्छ, नहुने चिज हुँदैन भन्ने कुरा बुझिसकेपछि यो कुरालाई यति सिम्पल भाषामा त्यो गुरुले व्यावहारिक रूपमा एक शब्द नबोलिकन यत्रो ज्ञान र उपदेश दिएपछि राजा
एकदम मख यति राम्रो उत्तर मैले कहिले पाएको थिएँ भनेर नमन गरेर त्यहाँबाट फर्केँ। अब हेर्नुहोस् त कति महत्त्वपूर्ण कुरा, कति राम्रो कुरा है जीवनको। अनि हामीले चाहिँ अध्यात्मलाई त यति कम्प्लिकेटेड बनाएर, यति चाहिँ बजारिया बनाएर, बजारमा व्यापार गर्ने हिसाबले गरेर त्यसलाई ठिक छ, त्यो मनोरञ्जनको रूपमा पनि ठिक छ, केही कुराहरू जान्नको लागि, स्किल प्राप्त गर्नको लागि त्यो गर्नु पनि नराम्रो कुरो भएन। तर त्यसलाई चाहिँ अध्यात्ममा जोडेर आफ्नो अहङ्कार देखाएर होइन, सकाम कर्म गरेर होइन, एकदम यो चिजले केही पनि, यो केले कुनै आध्यात्मिक उन्नति हुँदैन, उसलाई शान्ति पनि हुँदैन है, व्यक्तिले शान्ति पनि प्राप्त गर्दैन, केही पनि गर्दैन। त्यसरी यहाँ 2-3टा कुराहरू एकदमै मलाई मन परेको कुरा, यो कथाबाट मन परेको कुराहरू जुन चाहिँ मेरो अहिले रिटायर्ड लाइफमा एकदम काम लाग्छ। के छ भने यसमा आजको प्रसङ्गमा चाहिँ मैले भन्न खोजेको कुरा के हो भने, एक नम्बरमा के हो भने हामीले सबभन्दा पहिला महत्त्वपूर्ण समय भनेको के हो भने हामी जे गरिरहेका छौँ, जुन बेलामा जे गर्छौँ त्यो महत्त्वपूर्ण समय हो। अनि हामीले चाहिँ एकदम त्यसको बेलामा चाहिँ जस्तै एउटा प्रसङ्ग भनौँ न, राजालाई उसले भेट्थेन भनेको। हामी चाहिँ कस्तो भने एकदम धनीमनी मान्छे छ, एकदम विद्वान मान्छे छ भने हरेर गएको छ, दौडेको छ, सेवा गरे भनेर चाहिँ है। अब यो चाहिँ के भने खास पनि भाषामा हामीले सेवा गरे होइन, त्यो ठुलो मान्छे देखेर मख परे है। अनि त्यो चिजहरूबाट चाहिँ त्यसरी सकाम कर्म गर्नु, त्यो चाहिँ सकाम कर्म भयो। अनि त्यो गुरुले चाहिँ त्यस्तो उसलाई भेट्थेन, के अरे राजालाई भेट्दैन, ठुलो मान्छेलाई भेट्दैन। ठुलो मान्छेले भेट्न जरुरी छैन, किनभने ठुलो मान्छेले आफैले आफ्नो चिजहरू उसको पुच्छर उसैले सिधा पार्छ। हामी जरुरी छैन हामी गएर उसलाई हाम्रो पुच्छर हाम्रो चाहिँ इग्नोरेन्सलाई हामीले उ गर्ने हो। त्यसैले त्यो कति राम्रोसँग चाहिँ त्यो उपदेशलाई चाहिँ व्यावहारिक रूपमा चाहिँ त्यो जोगीले चाहिँ व्यवस्थापन गरेको होइन। अनि त्यसपछि यो बहुत महत्त्वपूर्ण छ। हामी चाहिँ समाजसेवा गर्ने भनेर विशेष व्यवस्था गरेर, ठुलो आयोजना गरेर, सङ्घ सङ्गठन बनाएर केही जरुरी छैन। सबै त्यो अहङ्कारको दृष्टि हो, त्यो सबै सो गर्ने चिज मात्रै हो है। त्यसैले सकेसम्म चाहिँ आफ्नो अगाडि परेको मान्छेलाई, इन्काउन्टर भएको मान्छेहरूलाई सेवा गर्ने होइन। अनि किनभने हामी यहाँ आएको त हाम्रो प्रारब्ध सकाउन आएको होइन, प्रारब्ध थप्न आएको होइन के। हामी कर्म थपेर फेरि कम्प्लिकेटेड भएर फेरि जन्जालमा बस्न आएको होइन नि। हामी त छिटो यहाँबाट चाहिँ आफ्नो काम सकाएर जाने हो नि त होइन, मुक्ति हुने हो नि त, हामीले प्राप्त गर्ने हो नि त। त्यसैले यहाँ चाहिँ आफैले कर्म खोजेर बेल मुजिमार भनेर खोजेर मलाई मानिदियोस् है, मेरो अवार्ड पाओस् है, पुरस्कृत भएर माला लगाएर कसको लागि, किन होइन, यसले केही अर्थ लाग्दैन। यसले जीवनमा चाहिँ केही अर्थ लाग्दैन, बाहिर दुनियाँमा चाहिँ रमाइलो हुन्छ होइन भन्ने कुरा पनि यसले एउटा सङ्केत गर्छ। त्यसैले कर्म काम वर्तमान समयमा जसले एकदमै स्टेबल मनले एकदम दृढ सङ्कल्पका साथ आफ्नो कर्म चिन्छ त्यो नै कर्म। अब त्यहाँ अर्को महत्त्वपूर्ण कुरा के छ भने तपाईँको जीवनमा भएका सबै समस्याहरू आफै स्वतः समाधान हुन्छन्। जस्तै राजाको चाहिँ त्यो शत्रुता समाधान भयो, आफै स्वतः समाधान भयो। यदि राजा त्यो दिन फर्केर गएको भए के हुन्थ्यो, बेलुका फर्केर भए उसले मर्ने रहेछ नि त होइन। भनेपछि त त्यो मान्छे आएर उसलाई उपचार गर्दाखेरि ऊ बाँच्यो होइन, राजा पनि बाँच्यो, ऊ पनि बाँच्यो, दुइटै बाँच्यो नि त। भनेपछि त जुन कर्म हुनुपर्ने कर्म त स्वतः घटित हुँदो रहेछ नि त होइन। अनि त्यस अर्थमा पनि अनि हामीलाई कर्म पनि महत्त्वपूर्ण काम पनि अगाडि जतिखेर हुन्छ त्यतिखेर आइपुग्छ। जस्तै यतिखेर हाम्रो जे महत्त्वपूर्ण काम छ त्यही महत्त्वपूर्ण काम गरेर बस्ने हो। अनि व्यक्ति पनि जो व्यक्तिलाई गर्नुपर्ने त्यो व्यक्ति स्वतः रूपमा हाम्रो अगाडि आइपुग्छ, किनभने हाम्रो ऋण हो नि त, प्रारब्ध हो नि त। प्रारब्धमा त जो मान्छे आउनुपर्ने हाम्रो जीवनमा यसै मान्छे ठोकिन आउँदैन, त्यो प्रारब्ध लेखेकै हुन्छ। त्यो आएको मान्छेहरू ठोकिएको कारणले के हो भने त्यसको ऋण तिर्नु छ अथवा ऋण फिर्ता गर्नु छ होइन। त्यस अर्थमा हामी चाहिँ के अरे हामीले भेट गरेका हुन्छौँ, त्यो स्वतः हुन्छ, एकदम स्वतःस्फूर्त रूपमा हुन्छ। र हामीले गर्नुपर्ने कुरा त के हो भने म्याक्सिमम् गर्नुपर्ने कुरा चाहिँ के हो भने हामीले आफ्नो टाउकोमाथि छानो अनि आफ्नो सन्तान परिवारहरूलाई सुरक्षा खानपिन दिन सक्ने व्यवस्थापन गर्ने, अनि त्यसपछि आफ्नो हातको पाखुरा चलिन्जाल मेहनत गरी कर्म गरेर खाने। यो 3टा बाहेक अरू जे चिज हामीले गरे पनि त्यसको परिणाम चाहिँ एकदम दुःखदायी हुन्छ है। यो सम्पत्ति कमाएर पनि दुःखदायी हुन्छ, अनावश्यक सम्पत्ति जम्मा गरे पनि दुःखदायी हुन्छ, अनावश्यक ज्ञान जम्मा गरे पनि दुःखदायी हुन्छ होइन। अनावश्यक चाहिँ काम गऱ्यो भने, बढी कर्ममा बढी लिप्त भयो भने पनि त्यो अहङ्कार हुन्छ, त्यो सकाम हुन्छ। त्यसर्थ यो कुनै बढी कुनै पनि बढी काम लाग्दैन है। कम सबभन्दा कम गर्दै जाने हो र आफ्नो प्रारब्धलाई सकाउने हो। त्यस अर्थमा पनि यो आध्यात्मिक रूपमा एकदम महत्त्वपूर्ण कथाको रूपमा मैले यसलाई लिएको छु। मेरो अहिले रिटायर्ड लाइफमा त एकदम राम्रो छ। मैले यसको अर्थ के होइन कि मैले गर्दिनँ, मैले पनि त्यस्तो एकदमै आफ्नो लाइफलाई व्यवस्थित बनाएको त्यो भन्नु खोजेको होइन। तर कति कुरा अज्ञानमा हुन्छ होइन, नबुझेर हुन्छ, कहिले काहीँ कसैको लयमा लागेर हुन्छ। तर हामीले बुझ्नुपर्ने काठी कुरा चाहिँ के हो भने
हामीलाई आनन्दित जीवन बिताउनको लागि धेरै यो दौडाधुप गर्नै पर्दैन, धेरै म यो गर्छु र त्यो गर्छु भनेर हिँड्नु पनि पर्दैन। धेरै मान्छेसँग भेटघाट गरेर विद्वानहरूसँग भेटेर गरेर तपाईँको मुक्ति पनि हुँदैन, किनभने मैले त्यो गरेर देखिसकेँ, मैले आफूले भोगिसकेँ है। मैले 20 वर्ष 25 वर्ष यसरी आफ्नो जीवन बिताएको छु। यसबाट केही फाइदा हुँदैन। अहिले मलाई फाइदा भएको के छ भने एउटा सामान्य एउटा कथाले फाइदा भएको छ। यो कथाले जति पावरफुल्ली मलाई अरू कुनै वेदान्त पढेर कुनै ठुला ठुला शास्त्र पढेर केही भएको छैन। र मलाई के लाग्छ भने शास्त्र पढेका वेदान्त पढेका मान्छेले यति सरल जीवन बिताउनै सक्दैन, यति राम्रो र आनन्दमय र प्रोडक्टिभ लाइफ बिताउनै सक्दैन। अनि गफ मात्र गर्न सक्छन्, तर आफ्नो जीवन चाहिँ अस्तव्यस्त मात्र छ उनीहरूको। व्यवस्थित जीवन बिताउनको लागि कम्तीमा चाहिँ यो कथाले निर्देशित गरेको चिजहरू एकदम राम्रो छ। हुन त यो कथा हेर्दाखेरि लियो टोल्स्टोयले लेखेको, तर यो त शिवपुरी बाबाले यो धेरै ज्ञान गरेर कति वर्षको तपस्याबाट प्राप्त गरेको ज्ञान हो यो है। त्यसैले यो ज्ञान चाहिँ महत्त्वपूर्ण छ। यो रमझममा नलागौँ है, आफ्नो मुक्तिको बाटोमा लागौँ। अब हाम्रो मुक्तिको बाटोमा लाग्दाखेरि जो मान्छे हाम्रो अगाडिमा आइलाग्छ, जे हामीले कर्म गर्नुपर्छ त्यो गर्नै पर्छ, त्यसबाट उपाय छैन। तर धेरै एक्साइटेड भएर, धेरै उत्तेजित भएर यो आध्यात्मिक क्रियाकलाप गर्छु भन्नु भनेको त्यो मूर्खता हो। मैले यो चाहिँ आफ्नै साथीहरूमा सेयर गर्न चाहेँ है। यो मेरो एउटा के भने मेरो अनुभव हो र यो मेरो शुभ भावना पनि हो है, सबैप्रति शुभ भावना हो। यसलाई चाहिँ अझ राम्रोसँग व्याख्या म पछि गर्छु। हरे कृष्ण, ओम नमः शिवाय। सबैको जय होस्, सबैको कल्याण होस्, मेरो पनि कल्याण होस्।